नमस्कार। आज हामी कुरा गर्नेछौँ प्रेम र धोकाको विषयमा। प्रेम कसरी हुन्छ र धोका चाहिँ कसरी हुन्छ? प्रेममा के धोका हुन्छ त? यही विषयमा हामी कुरा गर्नेछौँ। साँच्चै जब एकले अर्कालाई मन पराउँछन्, एक आत्माले अर्कोलाई रुचाउँछ, अर्को आत्माले पनि अर्को आत्मालाई चाहिँ एक्सेप्ट गर्छ, तब चाहिँ प्रेम मौलिन थाल्छ। प्रेम गर्दाखेरि चाहिँ पक्कै पनि हामी एक अर्काको लागि चाहिँ जायज छौँ, एक अर्काको लागि चाहिँ हामी बनेकै हौँ भनेर चाहिँ प्रेम गरिन्छ। त्यसपछि प्रेम फस्टाउँछ, मौलिन्छ अनि एकले अर्कालाई प्रेम गर्न थाल्छन्। त्यसपछि जब प्रेम गर्न थाल्छन्, प्रेम मौलाउँछ। प्रेमको अन्तिम बिन्दु भनेको विवाह हो। कसैले भन्न सक्छन् प्रेमको अन्तिम बिन्दु सेक्स हो, रिलेसनसिपमा रहिसकेपछि त्यो आवश्यक छ भनेर पनि भन्न सक्छन्। तर प्रेमको अन्तिम बिन्दु विवाह हो, जसले चाहिँ अर्काको नामसँग जोडिएर ऊ उसको हो भन्ने कुरालाई चाहिँ प्रमाणित गरिदिन्छ र त्यहाँभित्र चाहिँ हरेक कुराहरू हुन्छन्। अब हामी धोकातिर जाउँ। त्यसपछि जब प्रेम हुन्छ, हरेक कुराहरूमा एकले अर्कालाई प्रेम गर्न थाल्छन्, उसका हरेक बातहरू मन पर्न थाल्छ, हरेक कुराहरू एकदमै रुचि लाग्न थाल्छ र अब चाहिँ केही समयपछि विवाह गरौँ भनेर जब प्रेम गर्ने पक्षको व्यक्तिले प्रेम गरिसकेपछि विवाह गरौँ भन्दाखेरि जो धोकेबाज हुन्छ, जसले चाहिँ प्रेम गरेको जस्तै गरेर कसैलाई चाहिँ युज गरिरहेको हुन्छ, अनि ऊ पक्षले चाहिँ बहाना बनाउन थाल्छ। एसेट्रा, म तिमी बिना बाँच्न सक्दैन, म तिमी बिना मर्छु, हामी हरेक कुरा एसेट्रा भन्ने मान्छेले पछि चाहिँ के भन्न थाल्छ भनेपछि तिम्रो र मेरो जात मिलेन, तिम्रो र मेरो धर्म मिलेन, तिम्रो र मेरो लेभल मिलेन, तिम्रो र मेरो एसेट्रा के मिलेन, मेरो आमाले मानेन, मेरो दाइले मानेन, मेरो दिदीले मानेन। अरे वाह, यदि त्यो मान्दैन भन्ने कुरा त पहिल्यै थाहा थियो भनेपछि प्रेम चाहिँ किन गर्यो, हैन? अनि जब कसैको मेन्टली रूपमा चाहिँ बसिसकेपछि, हृदयमा, दिलमा, दिमागमा, मस्तिष्कमा, हरेक कुरामा बसिसकेपछि अनि मलाई चाहिँ यो कुराले छेक्यो भनेर भनिसकेपछि त्यहाँ चाहिँ प्रेम मर्छ। जो एकदमै प्रेम गरेको व्यक्ति हुन्छ, त्यसपछि उसलाई चाहिँ अब के हुने हो? डिप्रेसनमा जाने हो कि, एक्लै बस्न मन पराउने हो कि, अनि सुसाइड गर्ने हो कि, अब के विषयमा के गर्ने हो? उसले चाहिँ ऊ बाँचे पनि मर्छ। अनि दोस्रो पक्ष चाहिँ आफ्नो नयाँ सुरुवात गर्छ र जसले बढी प्रेम गरेको हुन्छ त्यो व्यक्तिले चाहिँ तिनी कुराहरू सहजै बिर्सिन सक्दैन र ऊ चाहिँ डिप्रेसनमा जान्छ। अब भन्नुहोस्, कसैको जिन्दगीमा म प्रेम गर्छु भनेर भनिसकेपछि उसलाई चाहिँ बीचमा आएर धोका दिनु के जायज हो? कमेन्ट गर्नुहोस्। फेरि हामी यही विषयमा अर्को दिन कुरा गर्नेछौँ।